चिसो हावा ठाउँ यस्तो बवाल हेलो एन्ड नमस्ते एभ्रिवान के छ खबर आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम ठीक छु है अनि आज चाहिँ म चाहिँ सैलुङ जान लागेको अनि मसँग साथी चाहिँ मेरो भाइ अनि मेरो भान्जा छ बेलुका धेरै कुरा नगरौँ अहिले बाटोमा पुगेपछि सबै कुरा गरौँला है अहिले चाहिँ घरबाट हिँड्न लाग्यो है त हामी बाटोमा भेटेर कुरा गर्छौँ है त कति बजे रे भाइ हामी ट्याक्क 4 बजे 17 मिनेट गयो अहिले बिहानको 4 बजेर 17 मिनेट भनेपछि अब कति बेला पुगिन्छ त हामी 8-9 बजेतिर पुगिन्छ यति हिँड्दाखेरि नै 2 कदम हिँड्दाखेरि नै फ्या फ्या भइसक्यो अहिले चाहिँ हामी लगभग 3 भागमा 1 भाग बाटो चाहिँ हिँडिसके लगभग अहिले कति बज्यो भाइ 5:50 उसु गाइस अघि हामी 4:15 मा हिँडेको 5:50 भइसकेको छ मौसम कस्तो नराम्रो भयो क्या यो बेला त क्लिन हुनुपर्ने हैन उज्यालो हुनुपर्ने सनराइज यहाँबाट बवाल देख्छ भनेर चाहिँ आएको खै त सनराइज त अब यस्तो भइहाल्यो ल अब अर्को सालतिर सनराइज हेरौँ ल है अनि अहिले चाहिँ हामी जाँदै छौँ आधी बाटो चाहिँ आइपुगिसके लगभग अझै 3 घण्टा जति हिँड्नु पर्ला कि त्यस्तै लाग्छ 3 घण्टा हिँड्दाखेरि त खै अहिलेसम्म यस्तो खुट्टाहरू थाक्ने चाहिँ भएको छैन अब के हुन्छ जाउँ त्यस हामी जसरी नै पुग्छौँ त्यहाँ चाहिँ होइन त्यहाँ दर्शन गर्छौँ भ्रमण गर्छौँ त्यहाँको योसँग चाहिँ मेरो 3 चोटि हुन्छ एकचोटि चाहिँ म सुरु फर्स्ट लट जाँदाखेरि चाहिँ हिँडेरै गएको थिएँ यसरी नै यही बाटो हो अघि बाटो भुलेर कता पुगेँ धानबारीतिर कता पुगेँ राति पनि थियो नि त अँध्यारो थियो त्यही भएर नि बाटो नदेखा हो यो अहिले दसैँको समय छ दसैँको समय त अब गइसक्यो कार्तिक 1 गते हो आज अनि यो मेरो फर्स्ट भ्लग पनि हो है सबैले लाइक सेयर सब्सक्राइब पनि गर्नु होला यहाँ चाहिँ पिङ छ क्या अरे भनेको हो यहाँ पिङ रहेछ ए जुगाले खान्छ नि त केटा हो जुगाले खान्छ नि त हौ के भयो दाइ जुगाले खान्छ नि त यार ओइ म चाहिँ पिङ खेल्न जानु पर्छ जामुलाई यहाँ जुगाले खाइसकेको छ मान्छे चाहिँ अहिले जुगाले के गर्दैन लिँदै म हेल्न ब्याक दे ए ब्याकै उयो गरेर पिङ खेल्नु पर्छ गाइस अनि यो चाहिँ दसैँको मेरो पहिलो पिङ हो है एकछिनमा शीतले खायो मलाई नि खेल्न त आउँदैन नि अलि माथि जानु पर्यो क्या दाइ सक्दैन नि भाइ सैलुङ डाँडा पुग्न चाहिँ त्यो डाँडादेखि त्यो डाँडा नि कटेर अझै उता पर्छ क्या वाह यहाँबाट भर्खर त यहाँनिर छौँ कहिले पुग्नु त्यो डाँडा कट्नु के हो हामी होइन सिधै उकालो हो बाटो त माथि सैलुङसँगै उकालो हो तर के अरे उकालो चढ्न चाहिँ लास्टै हुन्छ ओह्रालो त आउन त ठिकै सजिलो त ठिक छैन सैलुङको यात्रा कस्तो भइरहेछ तल यात्रा चाहिँ दामी भइरहेको छैन अघि चाहिँ धानबारी आइयो धेरै त होइन लगभग 50-60 जति काट्ला उकालो लाग्यो सैलुङ पुग्न कति टाइम लाग्छ बाबु सैलुङ पुग्न मात्र 5 घण्टा यो डाँडा कटेर त्यो डाँडा नि कटेर अझ त हुसु लाएर त्यो साह्रो राम्रो देखिरहेको छैन ल साथी हो अब यहाँदेखि चाहिँ पुरै जङ्गलै जङ्गल हो है सर्लक्क हिँड्ने अब जङ्गलै जङ्गल हिँड्दा थाकिसके अझै ठनक्कै हिँड्नु छ लगभग ए कति बजे कान्छ अहिले 6:36 भनेपछि 6:36 7 8 ल 9 बजेतिर पुग्ने रहेछ त छैन रहेछ नि ल 9 बजेतिर पुग्ने रहेछ
कसको जिउमा कति स्टामिना कतापट्टिबाट है हुन्छ यतापट्टिबाट घुम्ती निरा लेट भयो कता हो बाटो बाटो त यही हो नि ए हो जस्तो लाग्छ हैन ल त्यो बाटो होइन नि यार यो बाटो यो फेरि बाटो बिर्स्यो भने गाह्रो हुन्छ क्या यो बाटो हो क्या यो अब यहाँसम्म घर थियो अब यहाँदेखि चाहिँ जङ्गलै जङ्गल अब यो जङ्गल हिँड्दाखेरि जुका कति आउने हो थाहा छैन जुका पनि यत्रो आउँछ फेरि यहाँ सुरु भइसक्यो खानालाई साथी हो रहर गरेर मात्रै नहुँदो रहेछ यति हिँडे नि पुगिँदैन कहिले पुग्ने हो थाके पर्नलाई छ हिँड्दा जाडो भयो है सकिने भयो पुग्दैन हौ जति हिँड्यो नि ठन्डी मौसम है एउटा मन्दिर दर्शन गरौँ भनेको 15 मिनट पुग्छ अब जम्मा 15 मिनट मेरो साथीहरू मन्दिर दर्शन नगर्दै भोक लाएर हिँड्न सकेन पो सुरा हान्दे के गर्ने नसकेपछि मन्दिर अब पछि नसक्ने नसक्ने ल साथीहरू हिँड्दा होइन फाइनली यहाँदेखि सैलुङ डाँडा त्यो हो भन्ने कुरा चाहिँ थाहा भयो होइन देखेँ त्योस् ल सैलुङको डाँडाहरू चाहिँ देखिरहेछ है यहाँदेखि चाहिँ लगभग ल यही ठाउँ हो सैलुङ चाहिँ देखो गाइज नजारा भयो नि त सैलुङ यार हिँड्दा 6.5-7 घन्टामा बल्ल ठाउँ एकदम मजाले देखियो त्यो पनि के अझै पनि बाँकी छ त्यो माथि डाँडाको त्यो सेतो टिलिक्क टल्केको चाहिँ मानेर भ्यू टावर हो होइन त्यहाँ माथि गइसकेपछि बब्बाल देख्छ है भ्यू चाहिँ खतरा नै देख्छ है त्यहाँदेखि चाहिँ यहाँ त तर अहिले त क्या दामी भयो क्या होइन क्लाउड हुन्छ होला जस्तो लागिरहेको थियो होइन तर लागेन है ल चिसो हावा है यो यत्रो देखिसकेपछि त फेरि जोस जाँगर पनि कम हुँदो रहेछ नि त कम हुँदो रहेछ भने के अरे यो गलेको चिजहरू नि कम हुने रहेछ नि त एउटा सानो बनाऊ न त तिमीहरू एक एकवटा बना म एउटा बनाउँछु नि त अर्काको चाहिँ भत्काउनु हुन्न है फेरि यसलाई राख्यो है ठुलो भयो त ठुल्ठुलो परेन यो 2टा मेरो है यो चाहिँ यो 3टा यो 4वटा ओइ नढल है ढल्ला जस्तो गर्छ त यार यो 5वटा नढल है यो 6वटा ओइ माने बनाइरहेछ यार यो ढल्यो भने त फेरि बर्बाद भइहाल्छ नि अहिले सानो राख्नुपर्छ टुप्पामा त मैले 7वटा बनाइदिएँ ल यो 7वटा ल यो चाहिँ मैले माने बनाइदिएँ यो यसले बनाइदिएँ यो 13 होइन त
सातो डाक बनाउँदै ल कतिवटा भयो यो टक्कै हो सिँढी चढ्ने गेटमा है यतै एउटा सानो राख्नु ए यार होइन जुम टाढा वाउ बवालै चिसो हावा ठाउँ यस्तो बवाल दिलको सुकुन मिला रे ल यो चाहिँ अब माथि जाने बाटो आइपुगेछ एउटा यहाँ पनि माने बनाऊ अनि लागम कबाट के लाउनु हौ कबाट पर्दैन छाड्दै जाडो छैन कति भयो 1 2 3 4 5 यो 6 मैले 7 वटा बनाएँ लो ए नढल न यार लो हो मेरो भाग्य राम्रो छैन क्या यस मेरो चाहिँ बन्यो केटा ल मेरो दुईटै झरे तिमीहरूको चाहिँ भयो भएन 4 5 नढल न यार 3 4 5 1 2 3 4 5 6 ए यार किन अड्किँदैन मेरो 1 2 3 4 5 6 7 हो तर यो अलिकति हरियाली भयो क्या दामी देख्थ्यो नि फेरि है अब चाहिँ एकैचोटि भ्यू टावर पुग्छौँ साथी हो अनि माथि चढ्छौँ अनि त्यहाँबाट चाहिँ म यहाँको वातावरण कस्तो छ होइन त्यहाँबाट चाहिँ अलिकति क्लियर देख्छ नि त सबै ठाउँहरू देख्छ नि त यो नि पहिला यसो थिएन है यिनीहरू मात्र थियो जस्तो लागिरहेको थियो पहिला चाहिँ अनि म बिचमा आउँदाखेरि पनि यो गुम्बा चाहिँ थियो छन चाहिँ पहिला चाहिँ त्यहाँ मात्रै होटल थियो अहिले चाहिँ हामी नि छ क्यारे होटल हामी नि यो होटल हो क्यारे है अनि त्यहाँ पुग्नु पर्थ्यो पहिला चाहिँ खाजा खानालाई गाइस हामी चाहिँ अब खाजा साजा खाइए भरिए है मेन समस्या त्यसैको थियो ए भ्यू टावरकै मुनि रहेछ अनि त्यही मुनि रहेछ त्यही अब चिया खाएँ बिस्कुट खाएँ एकदम तातो खाना मन लागिरहेको थियो चिसो भइरहेको थियो यो चिया खाएँ तर यहाँ सिस्टम चाहिँ यस्तो रहेछ चियाको चाहिँ परेन फ्रीमा चिया चाहिँ एकदम फ्री है अरू चाहिँ केही पनि नपाउने रहेछ त्यही अब कोल्ड ड्रिङ्क्सहरू अनि चिया बिस्कुट चाउचाउ यति मात्रै पाउँदो रहेछ अरू चाहिँ केही पनि नपाउने रहेछ अनि अब यहाँ खाइए पेट भरिए अब 10 रुपैयाँ ठिकै हो नि ए ओह्रालो लागिरहेको छु ओह्रालो चाहिँ कता भन्दाखेरि अब यता देख्न सक्नुहुन्छ यो
थुङ्गाहरूतिर जान्छौँ हामी। त्यहाँ मुनि एउटा मन्दिर छ, त्यो मन्दिरमा छिर्छौँ। ल साथीहरू, हामी चाहिँ अब यहाँ यो डाँडामा फोटोसुट गरेँ होइन, 2-4वटा फोटो हाने। हामी चाहिँ यहाँबाट लाग्दैछौँ। अब त्यो तलतिरको डाँडाबाट हान्छौँ, कस्तो हुन्छ। ल यो डाँडा अलिकति बवालदेखि, ल यहाँ गएर फोटो खिचौँ। सबै बवालै देखिरहेको छ। सैलुङ पुङ्दिदी मगर लामाको चोरो यो जनथर। अघि हामीले फोटो खिचेको डाँडा चाहिँ त्यो माथिको है, त्यो माथिल्लोपट्टि डाँडाको त्यो ट्याक्क त्यो डाँडाबाट फोटो नि यहाँ आइपुगेँ। अब चाहिँ फेरि यहाँबाट हेऱ्यो भने झन् डेन्जर ठाउँ रहेछ त्यो त नि। ओ साउन्ड रिटर्न हुँदो रहेछ त नि। हेलो वाउ, कहाँ बवाल देख्ने भने सुन्ने। लुक्रुक्क कामेर बसेको छ एकजना एउटा फेरि। ल यहाँनिर फोटो खिच्ने है, कडा हो। ल मेरो फोटो खिचिदेऊ त। ल ल मैले नि बजाएँ है त। बजा ल। ए यो सैलुङ फर्किनु पर्यो नि त यार, यत्रो घन्टी न त यत्रो घन्टी राख्थ्यो नि त अनि यहाँ। अचम्म छ यार। कहाँ तलपट्टिको मापिर धरेर उसवाला भने अघि त तलतिरको बाटो छ त्यो, कता अब त्यता जङ्गलतिर छ। अनि जङ्गलबाट निस्किने अनि उता जाने हामी, हुँदैन? मौसम त आज त लास्ट झुर भइरहेको छ नि, छैन। यो चाहिँ महादेव गुफा जाने बाटो रहेछ यता। अहिले जाने के हो? ए महादेव गुफा जाने बाटो यही रहेछ त। आम्मा डेन्जर रहेछ त बाटो त। ओ यहाँ रहेछ झन् बवाल महादेव गुफा। ल म यहाँ धेरैचोटि आइपुगेको थिएँ, धेरैचोटि त होइन, एकचोटि आइपुगेको थिएँ। उता पुगेर आऊँ न त। ल फर्किने त कुरै छैन नि, यस्तो चढ्न चाहिँ गाह्रो हुन्छ। चढ्न नि चढिहाल्छ नि हामी जस्तो। अब सजिलो चिज के चाहिँ हुन्छ भाइ भन् त? सजिलो केही पनि छैन। अब यहाँ आइपुगिसकेँ, यही हो। ए ठाउँ आइपुगिसक्यो। यो त फोटो खिच्न मिल्छ मिल्दैन फेरि। ल केटा हो, उताबाट निस्किने हो होइन? कहाँबाट? ए महादेव गुफा त मास्तिरै रहेछ नि, यो होइन कि अरे? झुकिन्छ नि त हौ। यहाँ पनि रहेछ। ए ऊ माथिबाट छिर्ने ठाउँ माथिबाट रहेछ। हो चाहिँ मान्छे छिर्ने गुफा। हामी पनि छिर्नुपर्छ हो। ए यो त माथिपट्टि पनि सिधो रहेछ त। अनि त्यहाँ गएर सासै अड्किन्छ। यहाँ चाहिँ यहाँबाट निस्किने ठाउँ रहेछ। अनि यहाँ चाहिँ अब फोटो खिच्न लगाएर यहाँ फोटो खिचेपछि म थोरै त्यहाँ यो मान्छे निस्किने ठाउँ देखाउँछु। मन पवित्र भयो। यसले कुरा चाहिँ सही गरे, मान्छे सानो भयो भने कुरा चाहिँ छिप्पेक गर्छ फेरि यसले। कहाँ जानु अब सधैँको लागि हो। गुड बाई भन्न त केटा। ए निस्किने हो।
त्यो चाहिँ यहाँबाट छिर्न गयो अब त्यो चाहिँ यहाँबाट निस्किन्छ है फेरि एकैछिनमा ओ निस्क्यो ल गुप्तेश्वर गुवाबाट निस्क्यो हामी अस्ति पल चाहिँ अनि हात्ती सिर्ला जस्तो पल रहेछ अनि त्यति साह्रो याद गरेको थिएन तर जे होस् खै अब यहाँ भन्न चाहिँ पलबाट आफै मान्छे चाहिँ निस्किन सक्दैन अरे भन्छ होइन के छ कुरा कस्तो छ अनि मलाई चाहिँ यस्तोमा चाहिँ अलिकति सासै अड्का जस्तो हुन्छ है त्यही भएर मलाई यस्तो छिर्न चाहिँ मन लाग्दैन मेरो भाइ चाहिँ छिरेर निस्किसक्यो तिर्सुल चाहिँ यहाँ बडावाला रहेछ है सिक्का हाल्ने चलन पनि रहेछ त्यता ए मेन महादेव चाहिँ यहाँको यो आफ्नो सैलुङ शुक्लेश्वर महादेव थान हाम्रो सैलुङको यो ठुलो डाँडा 100 डाँडा छ क्या सानो ठुलो मिलाएर 108 छ 108 108 ए मैले त 100 मात्रै होला भनेर बसेको ठुलो मात्रै 100 छ सानो मिलाएर यस्तो थुम्कोमा यो मिलाएर गयो भने 108 108 छ है यो 108 छ यो तलदेखि यो तलसम्म अनि यो उतादेखि तलसम्म हो वहाँदेखि गर्नुपर्छ आफ्नो यो महादेव गुफा लेखेको छैन वहाँ हजुर हो त्यहाँदेखिको त्यहाँदेखि मास्तिर त्यहाँदेखिको सैलुङ अनि त्यो बाघढुङ्गा भन्दा अलिकति उताबाट यता ए अनि यतापट्टि तलतिर झर्ने बाटो छ एउटा त्यो साइडबाट नि ए होइन चाहिँ तलदेखि नै रहेछ नि होइन भन त यो हाम्रो महादेव गुफा लेखेकोदेखिको त्यहाँदेखिको सैलुङ लाग्यो सैलुङ ए हस् त ल हामी लाग्यो ल गाइज ल अब चाहिँ त्यही हो अब मैले चाहिँ यहाँको यो थुङ्गाहरू चाहिँ लगभग 100 मात्रै हो भनेर बसिरहेको थिएँ होइन कि किन 100 भएर सैलुङ राखेको हो भन्ने कुरा पनि सुनेको थिएँ अनि त्यही भएर 100 मात्रै हो क्या अरे भनेको सानो ठुलो सबै गर्दाखेरि चाहिँ तपाईँको यहाँ चाहिँ 108वटा थुङ्गा छ अरे अब चाहिँ हामी घर फर्किन्छौँ अब बिहान घर फर्किँदाखेरि 6:30-7 घन्टा लागिहाल्यो अनि अब फेरि 1:30 भइसक्यो अब लाग्नुपर्ने हुन्छ किनकि फेरि त्यही बाटो हो गाइस आजलाई बिदा लिउँ अब नेक्स्ट भिडियोमा भेटौँला है त सबैले माया गर्नु होला साथ सपोर्ट गर्नु होला लाइक सेयर सब्सक्राइब पनि गर्नु होला है त ल सबैलाई बाई बाई